यो कैदी जेलको सबैभन्दा खतरनाक र पावरफुल कैदी थियो। जेलमा जति पनि नयाँ कैदीहरू आउँछन् उनीहरू सबैलाई डराएर वा धम्काएर आफ्नो कन्ट्रोलमा पार्छन्। एकपटक जेलमा नयाँ कैदीलाई धम्काउँदै भन्छ, यदि यहाँ रहनु छ भने मैले भनेको मान्नुपर्छ। तब एकजना कैदीले एकदमै विनम्र भएर जवाफ दिन्छ, हुनसक्छ तिमी यहाँको सबैभन्दा पावरफुल कैदी हो, तर मसँग दुश्मनी लिनुभन्दा पहिले 1000 पटक सोच्नुपर्ने हुन्छ। नयाँ कैदीको त्यो डायलग सुन्ने बित्तिकै उसको वरिपरि सबैजनाले घेरा हाल्छन्। एकजनाले त हातमा एउटा हतियार पनि बोकेको हुन्छ, तर फेरि उसले नडराई भन्छ, 3 सेकेन्डको भित्र तिमीहरू यहाँबाट गएनौ भने तिमीहरू सबैको हिसाब किताब म गर्नेछु। सबैजनाले उसको कुरालाई एकदमै हल्कामा लिइरहेको थियो, तर जब उनीहरूको लिडर नयाँ कैदीलाई हान्न मात्र के लागेको थियो, त्यो नयाँ कैदीले तुरुन्तै उसको हतियार खोसेर उसैलाई हानिदिन्छ। त्यसपछि त्यो नयाँ कैदीले सबैजनाको यसरी धुलाई हान्छ कि लाग्छ कि धोबीले कपडा धोइरहेको छ। त्यसपछि सबै कैदीहरू उदेखि सतर्क रहन्छन्, किनकि योसँग भिड्नु भनेको ख्याल ठट्टा होइन। त्यसपछि उनीहरूले नयाँ कैदीसँग बदला लिनको लागि अनेकौं तरिकाहरू खोजिरहेका हुन्छन्। त्यस नयाँ कैदीको नाम हुन्छ बोन। उनीहरूले बोनलाई त केही पनि गर्न सकिरहेका हुँदैनन्, तर मौका पाउन साथ बोनको साथीलाई भने उनीहरूले हत्या गरिदिन्छ। यो थाहा पाउने बित्तिकै बोन दौडेर साथी कहाँ पुग्छन्, तर उसको साथी लगभग मरिसकेको हुन्छ। अब केही वर्षपछि बोनको सजाय पूरा हुन्छ र ऊ बाहिर निस्किन्छ। जेलबाट निस्कन साथ सहरको एउटा यस्तो ठाउँमा पुग्छ जहाँ पैसाको लागि फाइट भइरहेको हुन्छ। त्यहाँ एकजना एकदमै डरलाग्दो र भयानक राक्षस जस्तो देखिने, जसले आजसम्म कुनै पनि फाइट हारेकै थिएन। उसले आफ्नो प्रतिद्वन्दीलाई एक किकमा ढालिदिन्छ र त्यसमाथि बसेर यति धेरै पञ्चहरू हान्छ कि उसको त्यही नै खेल सकेपछि त्यो खेलको मालिक आफ्नो कारमा बसेर घर जान लागेको हुन्छ। तब बोन पनि उसको कारमा छिरिसकेको हुन्छ र उसले भन्छ, मलाई पनि एउटा मौका देऊ यो फाइटरसँग फाइट गर्नका लागि।